अब मडाको पुग्नु कति 5 मिनेटमा पुगिन्छ 5 मिनेटमा पुगिन्छ हेलो वेलकम ब्याक टु माई रोयला च्यानल होइन अनि आज चाहिँ जाँदैछु म मोराङ बजार होइन अनि मेरो साथीमा भनेको मेरो नाति छ अनिल लिम्बू अनि आजको भनेको होइन अहिले माघको समय चलिरहेछ अनि माघको समयमा चाहिँ मेला लागिरहेछ अनि आजको जे जस्तो भयो नि भ्लगेर इन्जोय गर्नु होला देखाउने छु क्लिपहरू कस्तो हुन्छ आजको दिन है त साथी हो यहाँनिर चाहिँ भनेको होइन हामीहरू अहिले तलसम्म आइसक्यौँ अनि यहाँनिर चाहिँ हाम्रो खेतहरू चाहिँ अहिले भनेको खडेरीको टाइममा आएको छ देखायो नि त कस्तो देखिरहेछ होइन खडेरीको टाइममा अनि हेर्न सक्नुहुन्छ गाउँ सबै छरिसकेको छौँ हामीले चाहिँ अनि अहिलेको टाइम भनेको हल्का रमाइलो गर्ने है त साथी ल है त साथी हो यो चाहिँ हाम्रो भनेको गाउँको एकदम स्वच्छ पानी होइन यो चाहिँ एकदम यहीँ नजिक कुवादेखि डाइरेक्ट आएको छ अनि म चाहिँ यहाँनिर पानी खाँदैछु आज खरिएछ हौ साथी हो गर्मीले हौ सन भाइ के छ जाम बजारिन नजाने त्यो साथी भेट भएर नि कस्तो गफ हान्ने हो नि खै साइकल चाहिँ नि हट भएन यार ल त साथी हो यो चाहिँ हाम्रो भनेको होइन धेरै पहिलेदेखिको सानैदेखि देखेको पिपलको बोट होइन यहाँ चाहिँ हावा खानुपर्छ एकदम मजा आउँछ अलिक क्लोज आइदियो न क्लोज माथि देखाइदियो नि त कस्तो हावा चल्दैछ है ल है त साथी हो अनि यहाँ चाहिँ हामीहरू आउनुलाई कम्तीमा पनि 10 देखि 15 मिनट लाग्छ हामीलाई होइन यहाँदेखि पारी हाम्रो जानु अझै आधी घन्टा बाँकी छ आधी घन्टा पछि पुग्छौँ हाम्रो मोराङ बजार होइन त्यो साथी हो मलाई चाहिँ यस्तो खरेरीको टाइमहरू देख्दाखेरि चाहिँ पहिले सानोको याद आउँछ क्या बाख्रा चराउँथेँ मेरो मौली गाउँतिर होइन अनि त्यस्तै मेमोरीहरू हुन्छ नि त पुरानो यहाँ चाहिँ हावा खाएर बस्ने एकछिन होइन चढ्ने यहाँनिर त यहाँ पूजा गर्नुपर्छ साथी हो हामी चाहिँ अलिक तल आइसक्यौँ होइन यहाँ चाहिँ देख्न सक्छ अन्त अझै 1 फिट जति नै चाहिँ अग्लो छ होइन अनि यो चाहिँ भनेको हामीलाई पानी पर्दाखेरि अनि बाटो हिँड्दाखेरि थाक्दाखेरि यहाँ बस्ने ठाउँ छ सन्तकसँग होइन अनि सुत्दा नि हुन्छ क्या यहाँनिर चाहिँ है त यत्रो ठुलो छ यहाँ चाहिँ यो पल्ट्यो भने बाटो बिग्रियो नभएको छ मेरो ओके यहाँनिर चाहिँ पुलमा हामीहरू मतलब त्यस्तै हो क्या अब पहिलेदेखि मानिआएको थाहा छ नि कुरा गुटुटु कुद्न 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 यस्तो फन रमाइलो खाले ठाउँ छ होइन मेरो चाहिँ नि यो झोलाले गर्दाखेरि कुद्नै मिल्दैन क्या झोला गरौँ छ पावर ब्याङ्क बोकिरहेको छु र चकचक गर्न थालेँ बदमास केटो रहेछ नि त मात्रै खोलाहरू भनेको एकदम सुकिसकेको छ यो चाहिँ हाम्रो भनेको ताङमाया हो यो ताङमाया होइन यो इकिया हो इकिया खोला यो खोलाको नाम चाहिँ इकिया है इकिया भाइ त हामीहरू भनेको अहिले चौतारा पुगिसक्यौँ होइन अनि कहाँ पुग्यौँ अनिल अब चौतारा अब मडाको पुग्नु कति 5 मिनेटमा पुगिन्छ 5 मिनेटमा पुगिन्छ यहाँदेखि चाहिँ लगभग 10 मिनटै लाग्छ होला हाम्रो यिनै अनुसार चाहिँ यसलाई चाहिँ 5 मिनटमा पुग्छ अरे कुदेर पुग्ने होला नि त होइन यहाँ चाहिँ नि हेर्न सक्नुहुन्छ आलु सब्जीहरू मजाले रोपेको छ है अनि यो चाहिँ सबै यहाँ यो घरकोले रोप्नु होला ल है त साथी हामीहरू चाहिँ बजार पुग्नै लागिसक्यो यो बजारतिर त्यो खाले ठाउँ छ होइन मन्दिर पनि छ अनि हामीहरू आएको यतादेखि हामी चाहिँ बजार पुग्नु कति पनि छैन होइन 2 मिनेटमा पुगिन्छ कतिको एक्साइटेड अनि
छैन त्यति एक्साइटेड। मेरो चाहिँ भनेको मोराङ बजार पुगिसक्यो। पछाडि देखेको चाहिँ हाम्रै यहाँ मोराङ बजार। अनि यहाँ चाहिँ हामीलाई आउनु कम्तीमा नि आधी घन्टा लाग्यो। एक्साइटेड चाहिँ केही छैन, खासै मान्छे छैन जस्तो चाहिँ है त। बजारमा मान्छे चाहिँ अहिले यस्तै रहेछ नि त। बजारमा मान्छेभन्दा धेरै बाइक हुन्छ होइन। अनि यता तल फुटबल ग्राउन्ड छ। खासै छैन रहेछ। अल्छी लाग्दै गयो। ल त साथी, यो बजार भने चाहिँ यता होइन, मान्छेहरू यता हुँदैछ। अनि प्रायः भनेको यता तल फुटबल ग्राउन्ड यता तल छ। अनि यहाँ डेडाहरू पनि राखेको छ, खाजाहरू बनाउँछ। अनि मान्छेहरू नि यतै हुन्छ। पोहोरको भ्लग पनि हेर्नु होला। त्यही हो होइन अनि साथी, हामीलाई चाहिँ धारा भेटायो होइन। कस्तो भयो अनि मुख धोएर? अनि बजार घुम्नुभन्दा त्यही मजा छ होइन। म पनि मुख धोएर चाहिँ यहाँनिर फ्रेस भएर बसिरहेको छु। अनि यहाँनिर बजारमा चाहिँ अलिकति रमितै हुन्छ क्या। हाम्रो खासै अब चलेको भ्लग छैन। भिडियो बनाउनु थाल्यो भने कुन चाहिँ भ्लगर रहेछ भनेर फेरि अलिक चलेको हुन पो होइन। मेन्सन गाउँपालिकाको भवन हो होइन। त्यो मेन्सन गाउँपालिका चाहिँ यस्तो बन्दो रहेछ भित्रबाट। यस्तो फ्यानहरू राखेर होइन, यस्तो सामानहरू राखेको रहेछ। अनि चट्ट बन्दो रहेछ। सानो सिंहदरबार यस्तो थर्किँदो रहेछ है। चाहिँ ड्रेनेज पाइपहरू यस्तो झ्यालहरू चट्ट कलर होइन। हाम्रो त बजार घुमाइ त यस्तो खाले छ नि त होइन। यस्तो देखिँदो रहेछ नि त, सेतो खाले सिसा जस्तो राखेको है। लाइट टक्क आउनु थाल्यो। यहाँ वेटिङ रुम भयो भने टक्क यहाँदेखि माथि लाइट आउँछ पुरै। त्यो यहाँदेखि चाहिँ यस्तो देखिँदो रहेछ नजारा। अन्त गाउँपालिकाको छततिर आइएछ होइन। अहिलेको नयाँ पहिलेको कुन हो? त्यो कलर लाग्छ है, सुकेछ पनि। सुकेछ चाहिँ एकदम सँगले काम भइरहेको रहेछ। अहिले त साथी, हामीहरू भनेको चाहिँ अब घुमेर भएर आइसक्यो होइन। मेला चाहिँ यस्तै रहेछ। अब खाजा खान जाने नि त टक्क साथी। पोख्यो 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 पोख्यो। ल त साथी, हामीहरू चाहिँ खाजा खाइँदैछ होइन। अनि यहाँ चाहिँ नि डुबेर न सारेको अवस्था। सार्न मजाले पोखिन्छ नि त। अहिले त साथी हो, बजार सजार घुम्यो होइन। अब भनेको घर जाने हो। घर जाने बाटो यता खाजा साजा खाइसक्यो होइन। अनि अब भनेको देखाउनुलाई खासै केही पनि थिएन। हामीहरू बजारभन्दा धेरै, मेलाभन्दा धेरै बजार घुम्यो। बजारभन्दा धेरै भनेको चाहिँ हामीहरू माथि वडाको कार्यालयतिर घुम्यो। त्यही हो साथी आजको भिडियो होइन। मेरो भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। जे जस्तो भयो नि हेरेर इन्जोय गर्नु होला। बाई बाई।